छु मायालाई लिएर भेटेटारको डाँडामा आएको छु हजुर हजुर फोटो खिचिरहेको छु नि मैले मेरो त्यो आइफोन भन्दा राम्रो माइफोन हैन के भन्छ मलाई छोडेर कहाँ गयो ज्ञान हैरान भइसक्यो ज्ञानुको पोइहरू यता छन् ज्ञानुलाई चियाबारीमा खोज्न आइयो कहीँ भेटाइएन ज्ञानु तिमी कुन झाडीमा छौ ज्ञानु कुन झाडीमा छिटो आइदेऊ ज्ञानु कुन झाडीमा छौ तिमी खै देख्दैन त गडाउ ओडामा यो हाम्रो भूमिको माया पनि कति माया है कति लगाव छ है कोही बिरामी छन् कोही के भइरहेछ सबैलाई आफ्नो समस्या छ तर पनि यही मर्नम घुम्नको लागि यही वातावरणमा उ गर्नको लागि सबै आतुर भएर यहीँ आएछौँ है घुम्नको लागि हाम्रो यस्तो मरुभूमिको माटो यति प्यार लाग्छ कि हामीलाई सबैलाई लाग्छ लाग्नु त आफ्नो देशको तर हामीलाई पनि किनभने अलिक धेरै लाग्यो जस्तो लाग्छ कि मलाई छोडेर कहाँ गयो ज्ञानु ज्ञानुको पोइहरू यता छन् ज्ञानुलाई चियाबारीमा खोज्न आइयो कहीँ भेटाइएन ज्ञानु तिमी कुन झाडीमा छौ ज्ञानु छिटो आइदेऊ ज्ञानु कुन झाडीमा छौ तिमी खै देख्दैन त यस्तो फुलको मुना चियाको मुना टिप्ने मान्छेहरू त धेरै हुन्छन् नि हाम्रो साथीहरूलाई टिप्ने मान्छेहरू नभएर त पहिरागीहरू ज्ञानुको पोइहरू हेर्ने विरक्त भएर बसिरहेछन् छु मायालाई लिएर भेटेटारको डाँडामा आएको छु हजुर हजुर फोटो खिचिरहेको छु नि मैले मेरो त्यो आइफोन भन्दा राम्रो माइफोन हैन के भन्छ फ्युचर मेरो फ्युचर प्लान के छ भने साथी धरानमा एउटा घर आउनु पऱ्यो पातलेको अनि यहाँ हावाखाना आउनु पऱ्यो साइकलमा बाइक मैले बुलेटमा होइन सुर्खेतदेखि भेलिटारसम्म हामी हावाखाना बुलेट लिएर आउँछौँ त्यस्तो पातलो घर हाल्दा अलिक कस्ट अलिक बढी जाने भयो यहाँ ससुराले बनाउँदा त्यो चाहिँ दिमाग एकदम द्रुत गतिमा चल्ने गर्छ होइन यो पुगीले खाए पप्पै जाने केटो पर्फेक्ट अरूको मोबाइल हुँदैन उसको भेली टावर त्यसलाई अस्ति एउटा फोटो खिच्दै भनेको खिच्नै दिन ए त्यो कसो त्यो चाहिँ मोबाइल त खिच्दै खिच्दैन बोरी सतीश सरको मोबाइलबाट 2-4वटा फोटो खिच्छ मलका म्याम एक फोटो मलका म्याम कोसी ब्यारे गडा अब समुद्रमा आइयो भनौँ समुद्र जस्तो लाग्यो भाइब्स त अब त्यस्तै आयो अन्त भाइब्स के त्यस्तै आयो नि रन नै छ नि पानी चाहियो बेला लग्छ नचाहियो बेला बर्खा लाग्यो भने अनि भ्याइयो यहाँ सब दुकान पर्ने बिहार कि त बर्खा लाग्यो फुलमा चाहिँ बिहार सब डुब्छ अरे डुब्छ सबै हेर न ढोकाहरू गेट हो